आर्थिक बर्बादी भनेको कुनै एकै दिन हुने ठूलो दुर्घटनाले हुँदैन, बरु यो त हामीले थाहै नपाए दिनदिनै गर्ने साना साना बानीहरूको नतिजा हो। यी बानीहरू यति सामान्य लाग्छन् कि कसैको ध्यानै जाँदैन, तर यिनको असर एकदमै विनाशकारी। आउनुहोस् आज यिनै बानीहरूको पर्दाफास गरौँ। यो कुरा बुझ्नु एकदमै जरुरी छ है। धेरैले के सोच्छन् भने आर्थिक समस्या आउनलाई कुनै ठूलो घटना हुनै पर्छ, तर होइन, वास्तविकता त अर्कै छ। यो त कस्तो हो भने घरको पाइपबाट पानीको सानो थोपा चुहिए जस्तै हो। सुरुमा थाहै हुँदैन, तर बिस्तारै बिस्तारै त्यसले घरै डुबाउन सक्छ। हो, समस्याको जड ठिक यही छ। ठूला ठूला आर्थिक निर्णयमा त सबैको ध्यान जान्छ, होइन र? तर हाम्रो आर्थिक भविष्य त तिनै दिनहुँ दोहोरिने, कसैले वास्तै नगर्ने साना बानीहरूले बनाइरहेको हुन्छ। त्यसो भए ती विनाशकारी बानीहरू के हुन् त? ल एक एक गरेर हेरौँ। ल सुरु गरौँ पहिलो खण्डबाट, जहाँ हामी ती खर्च गर्ने बानीहरूको बारेमा कुरा गर्नेछौँ जसले हाम्रो पैसालाई थाहै नपाई खाताबाट बाहिर लगिरहेको हुन्छ। सोच्नुस् त, जब आम्दानी बढ्छ तब के हुन्छ? धेरैजसो मानिसहरू आफ्नो जीवनशैली पनि उकास्न थाल्छन्। नयाँ फोन किन्ने, महँगो रेस्टुरेन्ट जाने। तर आर्थिक रूपमा सफल मानिसहरू के गर्छन्? उनीहरू आम्दानी बढ्ने बित्तिकै आफ्नो लगानी बढाउँछन्। किन? ताकि उनीहरूको पैसाले उनीहरूको लागि अझै धेरै पैसा कमाओस्। हेर्दा सानो फरक लाग्ला, तर भविष्यमा यसले आकाश पातालको भिन्नता ल्याउँछ। अरूलाई वाह बनाउनका लागि सामान किन्नु, यो त एउटा ठूलो पासो हो। कस्तो भने प्राय मानिसहरू आफूलाई नचाहिने सामान किन्छन्, त्यो पनि आफूसँग नभएको पैसाले, अनि त्यस्ता मानिसहरूलाई देखाउनका लागि जसले उनीहरूलाई वास्तै गर्दैनन्। यो देखाउटीपनले त सिधै ब्याङ्क खातालाई रित्तो बनाइदिन्छ। त्यो थोरै त हो नि भनेर गरिने सानो खर्च याद छ? कहिलेकाहीँ कफीमा, कहिलेकाहीँ अनलाइन सपिङमा। हो, त्यही साना साना खर्चहरू जोडिएर एउटा ठूलो रकम बन्छन्, अनि तिनै खर्चले हाम्रो घर किन्ने वा आफ्नै व्यापार सुरु गर्ने जस्ता ठूला सपनाहरूलाई बिस्तारै बिस्तारै तुहाइदिन्छन्। अब हामी दोस्रो खण्डमा जाउँ। यहाँ हामी खर्च गर्ने गल्तीभन्दा पनि आर्थिक योजना नै नहुनु कति खतरनाक हुन सक्छ भन्ने कुरा गर्नेछौँ। तलब आउने, खर्च हुने, अनि महिनाको अन्त्यमा खातामा पैसा शून्य। यो अवस्था भनेको आर्थिक रूपमा एकदमै पातलो डोरीमा हिँड्नु जस्तै हो। सोच्नुहोस् त, एउटा सानो मेडिकल इमर्जेन्सी आयो वा जागिर छुट्यो भने के हुन्छ? त्यो डोरी चुडिन्छ अनि जीवन ऋणको गहिरो खाडलमा फस्न सक्छ। यो एउटा एकदमै कठोर सत्य हो। बजेट बनाउन झन्झटिलो लाग्न सक्छ, मान्छु, तर आफ्नो पैसा कहाँ गइरहेको छ भन्ने थाहा नहुनु, त्यो त झन् खतरनाक हुन्छ। पैसाको हिसाबै नराख्नु भनेको त आँखा चिम्लिएर पैसा उडाउनु जस्तै हो, होइन र? त्यसो भए आपतकालीन कोष भनेको के हो त? यो सङ्कटको समयमा काम लाग्ने पैसाको एउटा सुरक्षा कवच हो। एउटा नियम के छ भने कम्तीमा 3 देखि 6 महिनाको खर्च धान्न सक्ने रकम यसमा हुनुपर्छ। यो कुनै विलासिता होइन है, यो त आर्थिक जीवनको लागि एउटा अनिवार्य ढाल हो जसले नराम्रो समयमा बचाउँछ। ल अब तेस्रो खण्डमा जाउँ। यहाँ हामी ती बानीहरूको बारेमा कुरा गर्नेछौँ जसले हाम्रो आर्थिक वृद्धिलाई नै रोकिदिन्छन्। क्रेडिट कार्डको बिल वा महँगो ब्याज दरका ऋणहरू, यिनीहरू हाम्रो आम्दानीभन्दा कैयौँ गुणा छिटो बढ्छन्। यो यस्तो दौड हो जसमा ऋणले सधैँ जित्छ र कमाउने व्यक्ति सधैँ पछि पर्छ। यो चक्रबाट बाहिर निस्कन त लगभग असम्भव जस्तै हुन्छ। पैसालाई काममा लगाउनुपर्छ, होइन र? र त्यो लगानीबाट मात्र सम्भव छ। लगानी गर्न ढिलाइ गर्नु भनेको हरेक दिन, हरेक वर्ष सम्पत्ति कमाउने अवसर गुमाउनु हो। याद राखौँ, समय नै लगानीको सबैभन्दा ठूलो शक्ति हो, अनि गुमेको समय त्यो कहिल्यै फिर्ता आउँदैन। एउटै जागिर वा आम्दानीको स्रोतमा निर्भर रहनु भनेको कस्तो हो भने एउटा मात्र खुट्टाले उभिनु जस्तै, अलिकति ठेस लाग्ने बित्तिकै लडिन्छ। आर्थिक रूपमा बलियो हुन त आम्दानीका विभिन्न स्रोतहरू बनाउनु एकदमै जरुरी छ। यसले स्थिरता दिन्छ। अब हामी खराब वित्तीय बानीहरूको जडमा पुग्दैछौँ। त्यो हो पैसाप्रतिको हाम्रो सोच, हाम्रो मानसिकता। यो कस्तो विडम्बना हो भने धेरै मानिसहरूलाई सेलिब्रिटीहरूको जीवनको बारेमा जति थाहा हुन्छ त्यति आफ्नो पैसा कसरी व्यवस्थापन गर्ने, कर कसरी काम गर्छ वा लगानी कहाँ गर्ने भन्ने बारे थाहा हुँदैन। वित्तीय ज्ञानको कमीले त आर्थिक सङ्घर्षलाई लगभग निश्चित नै बनाउँछ। अनि यहाँ आउँछ सबैभन्दा खतरनाक मानसिकता, पन्छ्याउने बानी।
भोलि सुरु गर्छु, अहिले होइन पछि बचत गर्छु, कुनै दिन यो सब मिलाउँछु। यो कुनै दिन भन्ने सोचले कुनै पनि सकारात्मक परिवर्तनलाई सुरु नै हुन दिँदैन। एकछिन सोचौँ त, कतै यही कुनै दिन भन्ने शब्द नै आर्थिक स्वतन्त्रताको सबैभन्दा ठूलो शत्रु त होइन? अब यति धेरै समस्याको कुरा गरिसकेपछि समाधानतिर लागौं। अन्तिम खण्डमा हामी यी सबै नकारात्मक बानीहरूलाई कसरी सकारात्मक कार्यमा बदल्न सकिन्छ र आफूलाई आर्थिक रूपमा कसरी बलियो बनाउन सकिन्छ भन्ने बारेमा कुरा गर्नेछौँ। ल, अब समाधानको कुरा गरौँ। यहाँ 5वटा कदमहरू छन् जसले अघि हामीले छलफल गरेका सबै विनाशकारी बानीहरूलाई रोक्न सक्छन्। पहिलो, बजेट बनाएर आफ्नो पैसा कहाँ गइरहेको छ त्यो थाहा पाउने। दोस्रो, आपतकालीन कोष बनाएर सङ्कटबाट सुरक्षित हुने। तेस्रो, महँगो ब्याजको ऋण तिरेर पैसाको चुहावट रोक्ने। चौथो, स्वचालित लगानी गरेर सम्पत्ति बढाउने। र सबैभन्दा महत्त्वपूर्ण 5औं, वित्तीय ज्ञान खोजेर सही निर्णय लिने। यही हो आर्थिक रूपमा बलियो बन्ने बाटो। अन्त्यमा यी बानीहरूबाट बच्नु भनेको केवल पैसा बचाउनु मात्र होइन, यो त आर्थिक रूपमा यति बलियो बन्नु हो कि कुनै पनि सङ्कटले हल्लाउन नसकोस्। यो चेतावनी मात्र होइन, यो शक्ति र नियन्त्रणको सन्देश हो। त्यसो भए अब प्रश्न उठ्छ, आजबाटै परिवर्तन गर्न सकिने त्यो एउटा बानी कुन होला? याद राखौँ, सानो सुरुवातले नै ठूलो परिवर्तन ल्याउन सक्छ।